विद्यार्थी भाइ बहिनीहरु नमस्कार। आज यो भिडियोमा हामी प्रकाशको विच्छेदन भन्ने विषयमा हामी अध्ययन गर्छौं। प्रकाशको विच्छेदन के हो? प्रकाशको विच्छेदन भन्ने बित्तिकै नै हामीलाई थाहा भइहाल्छ कि विच्छेदन भनेको के हुन्छ? अलग गर्नु, टुक्रियाउनु, विभाजन गर्नु। त्यस्तै यो प्रकाशको विच्छेदन यानी प्रकाश जुन छ सूर्यको प्रकाश सेतो हुन्छ, तर त्यो सेतो रियलमा सेतो हुँदैन। त्यसमा के हुन्छ भने 7 रङका किरणहरू मिक्स भएको हुन्छ। त्यही सूर्यको प्रकाशको किरणमा भएको विभिन्न 7 रङका किरणहरूलाई कुनै माध्यमद्वारा, कुनै पारदर्शी माध्यमद्वारा अलग गर्नु, विभाजित गर्नुलाई नै के भन्छ भने प्रकाशको विच्छेदन भनिन्छ। यहाँ हाम्रो परिभाषा लेखेको छ, यहाँ परिभाषामा पनि भनिएको छ, सूर्यको सेतो प्रकाश कुनै पारदर्शी माध्यम जस्तै प्रिज्म वा पानीको थोपाबाट गएर आफ्ना विभिन्न रङमा विभाजित हुने, आफ्ना विभिन्न रङ भनेको त्यही 7 रङमा विभाजित हुने प्रक्रियालाई प्रकाशको विच्छेदन भनिन्छ। यहाँ प्रिज्म त भयो, यहाँ पानीको थोपा भनिरहेछ। पानीको थोपा पनि के हुन्छ भने प्रिज्म जस्तै काम गर्छ। जस्तै हामी हेर्छौं पानी परेपछि आकाशमा के हुन्छ भने कुनै बेला इन्द्रेणी हेरिन्छ। इन्द्रधनुष भनेको हामी भोजपुरीमा त्यसलाई पनसोखा भन्छौँ। पनसोखा हेरिन्छ रे इन्द्रधनुष भनेको त्यहाँ त कुनै प्रिज्म हुँदैन। त त्यहाँ कसरी आयो भनेको त्यहाँ के हुन्छ नि, पानी परेपछि त्यहाँ के हुन्छ भने वा त्यहाँ पानीका थोपाहरूको झावामा तैरिरहेका हुन्छ अनि त्यो सूर्यको प्रकाश आउँछ, त्यो पनि पानीको थोपामा जान्छ, त्यहाँ के गर्छ 7 रङमा विच्छेदन गर्छ। अनि विच्छेदन गरेर के हुन्छ भने जब त्यसबाट पार गर्छ भने त्यो के हुन्छ, त्यहाँ गएर 7 रङमा विच्छेदन गरेर त्यो इन्द्रेणी जस्तो हेरिन्छ। यो जमिनबाट हेर्दाखेरि अर्धगोलाकार हेरिन्छ, तर आकाशबाट हेर्यो भने त्यो पूर्ण गोलाकार हेरिन्छ। त्यही भएर यहाँ लेखिएको हो कि पारदर्शी माध्यम जस्तै प्रिज्म वा पानीको थोपाबाट गएर आफ्ना विभिन्न रङमा विभाजित हुने प्रक्रियालाई प्रकाशको विच्छेदन भनिन्छ। त्यही भएर यहाँ लेखिएको हो। ल त्यसपछि यहाँ उदाहरण दिएको छ। यहाँ उदाहरणमा हेर्दाखेरि के हेरिन्छ भने यो इन्द्रेणी हो, जुन हामी बर्सातको समयमा पानी परेपछि आकाशमा हेर्छौँ, यसरी नै हेर्छौँ। यहाँ चाहिँ प्रिज्मद्वारा हेराइएको हो। एउटा प्रिज्ममा सूर्यको सेतो प्रकाशलाई पठाइएको छ। प्रिज्म पछि यहाँ 7 रङमा विभाजन भएको हो। यो 7 रङमा कुन हुन्छ भने सबभन्दा तल चाहिँ भ्योलेट हुन्छ, त्यसको माथि इन्डिगो हुन्छ, ब्लू हुन्छ, क्रमशः माथि ग्रीन हुन्छ, येलो हुन्छ, ऑरेन्ज हुन्छ, रेड हुन्छ। यानी सबभन्दा माथि रेड हुन्छ, सबभन्दा तल भ्योलेट हुन्छ। यो कुरा पहिला हामीले बुझ्नुपर्छ। त्यसपछि यहाँ फेरि अर्को के छ भने 7 रङका तरङ्गको समूहको रूपमा प्रकाश, जुन सूर्यको प्रकाश जुन छ नि सेतो हेरिन्छ, त्यो 7 वटा रङहरू मिलेर बनेको हो। त्यो 7 वटा रङको समूह हो। त्यही भएर यहाँ हेराएको छ। पहिला सूर्यको सेतो प्रकाशलाई प्रिज्ममा पठाइयो, यसले फेरि 7 रङमा विभाजन गर्यो, फेरि 7 रङलाई फेरि अर्को प्रिज्ममा राखेर पठायो भने फेरि त्यसले के गर्यो, एउटा सेतो बनाएर बाहिर निस्कियो। सेतो भएर यानी विच्छेदन गरेर फेरि के गर्यो भनेको यहाँ त विच्छेदन भएन, यहाँ त फेरि के गर्यो संयोजन गर्यो भनेको यो सेतो फेरि 7 रङमा विभाजित फेरि सेतो भयो। यसको अर्थ के भयो भने जुन सूर्यको सेतो प्रकाश हुन्छ त्यो 7 रङको समूह हो। यसले प्रमाणित गर्न खोजेको हो, यसले पुष्टि गर्न खोजेको हो। त्यसपछि रङहरूको क्रम भनेको जब सूर्यको सेतो प्रकाशको किरण जब विच्छेदन हुन्छ नि, त्यही हो। विच्छेदन हुँदाखेरि सबभन्दा माथि कुन हुन्छ, सबभन्दा तल कुन हुन्छ, यो क्रमशः हो। तल यहाँ लेखेको छ, तलबाट माथिको क्रम हो। त्यही भएर तलबाट माथि भनेको यो जुन तलवाला छ सबभन्दा माथि हुन्छ, रेड माथि हुन्छ, त्यसको तल अरेन्ज हुन्छ, त्यसको तल येलो, ग्रीन, ब्लू, इन्डिगो, भ्योलेट गरेर यसरी गरेको हुन्छ। तर अब आउँछ नि यो किन यसरी लेखिएको भने यसले याद गर्नको लागि विवग्योर भनेर यहाँ सम्झनको लागि, याद गर्नको लागि यसरी बनाएको हो, यसरी गरेको हो। यही भएर यहाँ यसरी लेखिएको हो। ल प्रकाश विच्छेदनको कारण अब कज अफ डिस्पर्सन अफ लाइट भनिन्छ। यो प्रकाश किन विच्छेदन हुन्छ? जब एउटा सूर्यको प्रकाश जुन हेर्नमा सेतो छ, जो प्रिज्ममा जाने बित्तिकै त्यो 7 रङमा विभाजित हुन्छ। किन हुन्छ? यसको मेन कारण के हो भने प्रकाशको गति हरेक रङमा फरक हुन्छ। प्रकाशको जुन गति छ नि त्यो रङ अनुसार त्यसको के हुन्छ, फरक हुन्छ।
प्रिजमभित्र सेतो प्रकाश पस्दा प्रत्येक रङ फरक कोणमा आवर्तन हुन्छ। जब यो सूर्यको प्रकाशको किरण जब प्रिजममा पर्छ त्यहाँ 7 रङ विभाजित हुन्छ अनि त्यहाँ 7 रङ विभाजित हुँदाखेरि के हुन्छ भने तिनीहरू फरक फरक कोणमा के हुन्छ आवर्तन हुन्छ। आवर्तन भनेको बाङ्गिएर जान्छ, बाङ्गिन्छ, मोडिन्छ, छुटिन्छ त्यहाँ। त्यसैले प्रकाश विभिन्न रङमा छुटिन्छ। कारण त्यही हो, यानी त्यसैले प्रकाशको विच्छेदन हुन्छ, छुटिन्छ वा विच्छेदन हुन्छ। यानी मेन कारण के हो भने प्रकाशको विच्छेदन हुनुको मेन कारण प्रकाशको गति हरेक रङमा फरक हो, अरू केही होइन। त्यसपछि आउँछ प्रिजममा प्रकाश विच्छेदनको नियम। जब प्रिजममा प्रकाश जान्छ भने त्यहाँ विच्छेदन हुन्छ, अलग अलग हुन्छ भने के त्यसको केही नियमहरू छ, त्यो नियमको आधारमा हुन्छ। जस्तै यहाँ नियम के हो भने पहिलो छोटो तरंग लम्बाई भएको प्रकाश बढी आवर्तन हुन्छ, लामो तरंग लम्बाई भएको प्रकाश जस्तै रातो कम आवर्तन हुन्छ। जुन कम आवर्तन हुन्छ सबभन्दा माथि हुन्छ, जुन चाहिँ बढी आवर्तन हुन्छ सबभन्दा तल हुन्छ। त्यो भनेको तरंग लम्बाईमा निर्भर हुन्छ। जसको तरंग लम्बाई बढी हुन्छ त्यसको स्पिड पनि बढी हुन्छ, वेग पनि बढी हुन्छ। जसको वेग बढी हुन्छ त्यो कम आवर्तन हुन्छ, जसको तरंग लम्बाई कम हुन्छ त्यसको वेग पनि कम हुन्छ। वेग कम हुन्छ भने त्यो बढी आवर्तन हुन्छ। यानी यसको अर्थ के भयो भने हाम्रो सबभन्दा बढी तरंग लम्बाई भएको त्यो के भन्ने नि रङ किरण रातो हो अनि सबभन्दा कम भनेको बैजनी। त्यही भएर रातो 1 नम्बरमा छ अनि बैजनी सबभन्दा लास्टमा छ। त्यो कम आवर्तन हुन्छ, यो बढी आवर्तन हुन्छ। त्यसपछि प्रकाश विच्छेदनको महत्त्व। आखिर यो प्रकाश विच्छेदन हामीले के फाइदा गर्छ, महत्त्व के छ, यसको इम्पोर्टेन्ट के छ? ल यसको इम्पोर्टेन्ट हेर्दाखेरि पहिलो के दिएछ भने प्रकाशका विभिन्न रङहरूको अध्ययन। यसले गर्दा के हुन्छ नि हामीलाई प्रकाशको विभिन्न रङहरूको बारेमा अध्ययन गर्न के हुन्छ भने सजिलो हुन्छ, मद्दत गर्छ। यो नभएको हामीलाई थाहा हुँदैन थियो कि सूर्यको किरण, सूर्यको प्रकाश 7 रङ मिलेर बनेको छ, थाहा हुँदैन थियो। तर यसको कारणले थाहा भयो नि त, सूर्यको प्रकाश 7 रङको किरण मिलेर बनेको छ, त्यसैको देन हो। अर्को के भने चाहिँ इन्द्रधनुष र स्पेक्ट्रम सम्बन्धी प्राकृतिक घटनाको व्याख्या। यो इन्द्रधनुष त्यो हाम्रो आकाशमा कसरी बन्छ, यो त आफै बन्ने हो, प्रकृति नेचुरली हो। त्यसपछि स्पेक्ट्रम जुन छ हाम्रो किरणहरूको ब्यान्डल छ, त्यसको प्राकृतिक घटनाको व्याख्या गर्न चाहिँ के गर्छ भने प्रकाशको विच्छेदनले मद्दत गर्छ हामीलाई। प्रकाश विज्ञान र रङ विज्ञानमा यसको प्रयोग गरिन्छ। प्रकाश विज्ञान छ हाम्रो लाइट साइन्स, कलर साइन्स छ, त्यसमा यसको प्रयोग हुन्छ। त्यसपछि यहाँ स्पेक्ट्रम भनेको के हो, माथि आएछ नि इन्द्रधनुष र स्पेक्ट्रम। स्पेक्ट्रम भनेको के हो भने त्यही प्रकाश विच्छेदन भाग। जब हामी प्रकाश विच्छेदन गर्छौँ देखिने 7 रङका किरणहरूको ब्यान्डल हो। जुन प्रकाश विच्छेदन गर्दाखेरि जब हुँदाखेरि जुन त्यो 7 रङहरू त्यो हेरिन्छ, त्यो हेर्ने जुन ब्यान्डल हो, समूह हो, त्यो समूहलाई ब्यान्डललाई नै के भनिन्छ भने भिजिबल स्पेक्ट्रम। भिजिबल भने देख्न सकिने स्पेक्ट्रम भनिन्छ त्यसलाई। त्यसपछि आउँछ हाम्रो ल संक्षेपमा भन्दाखेरि अब समरीको रूपमा बुझ्न हाम्रो समरी प्रकाशको विच्छेदन भनेको के हो? सेतो प्रकाश प्रिजमबाट गएर विभ्योर रङमा विभाजित हो। विभ्योर भनेको सेतो प्रकाश प्रिजमबाट गएर 7 रङमा विभाजित हुनुलाई के भनिन्छ त प्रकाशको विच्छेदन भनिन्छ। 7 रङमा विभाजित हुनुलाई प्रकाशको विच्छेदन भनिन्छ। कारण भनेको यहाँ प्रकाशको विच्छेदन हुनुको कारण के हो यो बुझ्नु पर्छ। त यसको मेन कारण के हो त प्रकाशको गति हरेक रङमा फरक हो। मेन कारण प्रकाशको जुन गति छ नि त्यो हरेक रङमा के हुन्छ भने फरक हुन्छ। अब यो प्रकाश विच्छेदनको उदाहरण दिनु पर्यो भने हामीले इन्द्रेणी भन्ने, प्रिजमबाट प्रकाश छुट्याउँदा देखिने रङहरू भन्ने, त्यो यसको उदाहरण हो। ल यो विभ्योर के हो भने जुन सूर्यको प्रकाशलाई प्रिजमबाट हामी विच्छेदन गर्छौँ, छुट्याउँछौँ भने त्यसमा देखिने 7 रङहरूको एउटा याद गर्ने तरिका हो। स्मार्ट तरिका बुझ्न यसलाई फर्मुलाको रूपमा, सूत्रको रूपमा बनाइए जस्तो यो फुल फर्म जस्तो रूपमा बनाइएको हो, जसबाट हामीले याद गर्न सजिलो हुन्छ। भी भनेको भ्योलेट हो, आई भनेको इन्डिगो हो, बी भनेको ब्लू हो, जी भनेको ग्रीन हो, वाई भनेको येलो हो, ओ भनेको ऑरेंज हो, आर भनेको रेड हो। यो ल आजको भिडियोमा यतिकै।
यो भिडियो यदि मन पर्यो होला भने लाइक शेयर सब्सक्राइब र कमेन्ट गर्न नभुल्नु होला। ल यो भिडियो हेरेकोमा धेरै धेरै धन्यवाद।